त्यसो आज हामी सानो योगको केही अंशहरू देखाउनेछौँ। त्यसभन्दा पहिला सबभन्दा पहिला योगमा हामी सूक्ष्म व्यायामबाट सुरु गरिरहन्छौँ र सूक्ष्म व्यायाम गर्दाखेरि हामी यो पोजिसनमा रहनेछौँ र यो खुट्टाको पन्जाबाट हजुरले हेरिरहनु भएको छ। हामीले यो खुट्टाको पन्जाबाट सुरु रहनेछौँ र यो खुट्टाको पन्जा 1 2 3 4 5। अब यसलाई यसरी 1 2 3 4 5 फेरि यसको फरक तरिकाबाट 1 2 3 4 5। अब अर्को खुट्टा उठाउनेछौँ 1 2 3 4 5 1 2 3 4 5 1 2 3 4 5। यो भयो हाम्रो खुट्टाको। अब हामी घुँडामा आयौँ। अब घुँडाको यो चाहिँ हरेक दिन बिहान यसलाई सूक्ष्म व्यायाम भनिन्छ है, सूक्ष्म व्यायाम। र हरेक दिन बिहान उठेपछि हामीले गर्नुपर्ने सूक्ष्म व्यायामहरू मध्येका यिनीहरू हुन्। र अब घुँडाको लागि चाहिँ 1 2 3 4 5 गर्न त अझ 15 पटक गर्दा पनि हुन्छ। हामीले चाहिँ यहाँ समयको अभावले अलिकति सो मात्रै देखाएका हौँ। हजुरहरूले पनि सबैले इच्छा लागे गर्न सक्नुहुन्छ। अनि खाली पेटमा गर्नुपर्छ है। यो चाहिँ 1 2 3 4 5 1 2 3 4 5। अब हामी कम्मरमा आयौँ 1 2 3 4 5 1 2 3 4 5। अब हामी हातमा आयौँ। हातको पहिला पन्जाहरूलाई मुठी बनाउने खोल्ने, मुठी बनाउने खोल्ने, यो औँलाहरूको एक्सर्साइज गर्नु बिहान बिहानै 1 2 3 4 5। र अब हातलाई पुरै 1 2 3 4 5 उल्टो कटेर 1 2 3 4 5। अब हामी पुममा आयौँ 1 2 3 4 5 उल्टोपट्टिबाट 1 2 3 4 5। अब फेरि पुम र नाडी समेतलाई 1 2 3 4 5 1 2 3 4 5। अब अर्को कुम र ढाड समेत एक्सर्साइजलाई माथि लगेर हात गरेर फसाएर एकार्कामा पन्जा फसाएर 1 2 3 4 5 उल्टो बटेर 1 2 3 4 5। अब हामी घाँटीको एक्सर्साइज गर्नेछौँ। घाँटीमा 1 2 3 4 5 1 2 3 4 5। अब हामी आँखाको एक्सर्साइज गर्नेछौँ। आँखाको एक्सर्साइज गर्दाखेरि मुन्टो चाहिँ कति पनि नचलाउने, मात्र अगाडिपट्टि हेर्ने, अगाडिपट्टि हेरेर आफ्नै निधारमा हेर्ने र त्यो मुन्टो नचलाइकन फेरि आफ्नै छातीमा हेर्ने। निधारमा छातीमा, निधारमा छातीमा, अनि टाउको नहल्लाउने र आफ्नै दायाँ कानमा, अनि आफ्नै बायाँ कानमा, दायाँ कान बायाँ कान, दायाँ कान बायाँ कान। मुन्टो हल्लाउन पाइएन, आँखाले मात्रै हेर्ने, दायाँ कान बायाँ कान। अब सबै ठाउँलाई लगछत्तै घुमाएर हेर्ने, मुन्टो नहल्लाइकन। 1 2 3 4 दायाँ कान निधार बायाँ कान छाती, दायाँ कान निधार बायाँ कान छाती। अब गोलो राउन्ड घुमाउने 1 2 3 उल्टोपट्टिबाट 1 2 3। अब हामीहरू आँखाको भयो। अब हामी नाकमा जान्छौँ। नाकमा पनि हामीले यो नाकहरूलाई चाहिँ दुई औँलाले रकेडेर तलमाथि दायाँ बायाँ 5-5 मिनट 5-5 पटक घुमाउन सकिन्छ। अब हामी कानमा जान्छौँ। कान पनि हामीले हरेक दिन बिहान कानलाई हल्का निमटेर हल्का तल तान्ने, हल्का माथि तान्ने र हल्का एक्सर्साइज गऱ्यौँ भने हाम्रो स्मरण शक्ति बढ्नेछ। हामी सानो हुँदा सरहरूले किन कान निमट्नु भएको भनेको अहिले आएर थाहा पायौँ। कान निमट्दाखेरि हल्का एक्सर्साइज के अरे स्मरण शक्ति बढ्छ भन्ने कुरा यो पक्का हो। त्यसपछि अब हामी मुखको एक्सर्साइज गर्नेछौँ। मुखको
5 पटक, फेरि उल्टोपट्टि एउटा 5 पटक। अब हामी जिब्रोको गर्नेछौँ। यति गरेपछि हाम्रो सूक्ष्म व्यायाम चाहिँ बिहानको अब उफ्रिने काम बाहेक सूक्ष्म व्यायाम चाहिँ यतिमा नै सीमित हुन्छ। अब हामी यो चाहिँ नितान्त खाली पेटमा गर्नुपर्ने हुन्छ र खाली पेटमा चाहिँ अब दौडिनु पर्ने हुन्छ। दौडिनलाई अब कति एरिया 1 किलो 2 किलोमिटर दौडिने नभए घरमै दौडिनु भयो, म जस्तै गरेर दौडिनु। खोइ यसरी दौडेपछि जाम पनि पुगिन्छ। दौडे अब अगाडिपट्टि खुट्टा राख्ने, अब पछाडि दाहिना, अब अगाडिपट्टि अब यसैलाई दाहिने खुट्टा देब्रे काख, यसरी पनि गर्न सक्छौँ। अनि हातले अगाडि पछाडि यो र अब हामी बसेर अरू गर्नुपर्ने आसनहरू अब हामी मण्डुकासन गर्नेछौँ। यो फोक्सोको यो ग्यास्ट्रिकको रोगहरू कसै जतिलाई छ भने त्यो क्लियर हुनको लागि खाना खाएपछि चाहिँ यसलाई गर्नु हुँदैन। 1-1.5 घन्टा 2 घन्टा चाहिँ यसलाई रोक्नुपर्छ अनि गर्न सकिन्छ। दुई हातलाई यसरी राख्नुहोस् र नाइटोको आड मुनेर यसलाई राख्नुहोस् र हावा जति सबै फालिदिनुहोस् पेटको। अब सास तान्दै माथि उठ्नुहोस्। फेरि अब कति पटक गर्न सकिन्छ। तपाईँलाई काम लाग्दैन। यो सबैले हरेक दिन बिहान गर्नुपर्ने हुन्छ। त्यसपछि हामी अर्को आसन गर्नेछौँ, धनुरासन। यसले पनि हाम्रो छाती, काँध, कुम हरेक क्षेत्रलाई एकदम मजबुत र चिरस्थायी बनाउनेछ। पहिला यसरी सुतेर खुट्टालाई माथि उठाएर जति सक्दो माथि उठाउनुहोस् र यो चाहिँ धनुरासन हो। यसलाई चाहिँ माथि उठाउनुहोस् र जति सक्यो माथि हेर्नुहोस्। खुट्टालाई माथि उठाउनुहोस्, माथि हेर्नुहोस्। हरेक दिन बिहान ओछ्यानमा पनि गर्न सकिन्छ। त्यसपछि यो चाहिँ धनुरासन के अरे धनुरासन। त्यसपछि हामी भुजङ्ग आसन पनि, यो आसनलाई 2-3 पटक कति पटक आफूलाई सहज हुन्छ त्यति पटक दोहोऱ्याएर गर्न सक्नुहुन्छ। र अहिले म भुजङ्ग आसन गर्दैछु। भुजङ्ग आसन भनेको सर्पासन, भुजङ्ग आसन एउटै हो। यो चाहिँ भुजङ्ग आसन। सर्पले जसरी उठेर टाउको उठाएर हेर्छ दायाँ अनि यसलाई अलिकति मोडिफाई गरेर लेफ्ट राइट पनि हेर्न सक्नुहुन्छ। यसरी हेर्दा आफ्नो पछाडिका खुट्टाहरू, आफ्नो खुट्टाहरू के गरिरहेछन् त्यो पनि हामीले मोडिफाई गरेर हेर्न सक्छौँ। योबाट पनि हामीलाई ग्यास्ट्रिकदेखि रोगहरू भगाउन र अरू अन्य रोगहरूबाट बचाउन पनि यो आसन गर्न सकिन्छ। त्यसपछि हामी आयौँ कुर्मासन। कुर्मा भनेको कछुवा, र कछुवाको आसन पनि यसरी हामीले गर्न सक्छौँ। कुर्मासन। र अब हामी आउँछौँ चक्रासनमा। चक्रासनमा उतार्नु परेर सुत्नुहोस् सर्लक्क। उतार्नु परेर सुतेर
दुई खुट्टालाई खुम्च्याउनुहोस्, हातले पछाडि टेक्नुहोस् र जुरुक्क उठ्नुहोस् र यो चाहिँ यहाँ खुट्टा चिक्यो। खुट्टालाई यसरी अर्को माथि थाप्न पनि सक्नुहुन्छ, माथि लान पनि सक्नुहुन्छ। यसलाई पनि सोही अवस्थाले माथि लगाएर गर्न सक्नुहुन्छ र यसरी सक्नुहुन्छ भने यसरी हातहरू पनि गर्न सक्नुहुन्छ र टाउकोले भुइँलाई टेकेर हातहरूले नमस्कार गर्न सक्नुहुन्छ आफ्नो इष्टदेव, पूज्यदेव, गुरुदेव, चाहे जोसुकैलाई आफू चाहनुहुन्छ उहाँलाई। र यसरी उठेर अरू यसरी तलमाथि पुसअप पनि गर्न सक्नुहुन्छ ब्याक साइडबाट। अनि यसरी आफ्नो यो आसनमा आफ्नो शरीरको सबै अङ्गहरू चलेको हुन्छ, सबै नसाहरू खुलेको हुन्छ। यसरी पनि तलमाथि दायाँ बायाँ यसरी पनि गर्न सक्नुहुन्छ र खुट्टालाई माथि लगेर अनि सर्वाङ्ग आसन पनि गर्न सक्नुहुन्छ। यो चाहिँ सर्वाङ्ग आसन हो। अर्को छ पवन मुक्तासन। पवन मुक्तासनमा हाम्रो शरीरको ग्यास जति सबै बाहिर फाल्नको लागि पवन मुक्तासनको आवश्यकता पर्छ। यो घुँडालाई उठाउनुहोस् र आफ्नो चिउडोमा ल्याएर घुँडो जोड्नुहोस्। यहाँबाट चाहिँ यो पवन मुक्तासन। हावा सबै बाहिर फालेर जति समय सक्नुहुन्छ त्यति समय सास रोकेर 5 सेकेन्ड, 7 सेकेन्ड, 10 सेकेन्ड, 15 सेकेन्ड त्यसरी पनि बस्न सक्नुहुन्छ। अब यति गर्दै अब अर्को छ, त्यो चाहिँ अलिक गाह्रो हुन्छ, अलिकति प्र्याक्टिस गर्नुपर्ने हुन्छ। शीर्षासन चाहिँ प्र्याक्टिस गरेपछि यो पनि सकिन्छ, खासै ठुलो कुरो होइन। यति गर्दै अब हामी छोटो अनुलोम विलोममा जान्छौँ। अनुलोम विलोममा सर्वप्रथम बिहान यति गरिसकेपछि पहिला हामी पानी पिएर यति गरिसकेपछि अनि हामी अनुलोम विलोममा पहिला बुढी आमाले दाहिने नाकको प्वाल बन्द गर्छौँ र देब्रे प्वालबाट हामी पूर्ण रूपमा श्वास लिन्छौँ, हावा लिन्छौँ। आँखा बन्द गर्नुपर्ने हुन्छ त्यति बेला। र दाहिने देब्रे नाक श्वास लिने, देब्रे नाक बन्द गर्ने र दाहिने नाकको प्वालबाट हावा फाल्ने र फेरि दाहिने नाकको प्वालबाट श्वास लिने र देब्रे नाकको प्वालबाट हावा फाल्ने र दाहिने नाक देब्रे नाकको प्वालबाट लिएको हावाले दाहिने बिरेनलाई काम गर्छ भने दाहिने नाकबाट लिएको हावाले देब्रे बिरेनलाई काम गर्छ। त्यसकारण हामी लेफ्ट राइट नोस्ट्रेलबाट काम गरिनुपर्ने हुन्छ। हरेक पटक दुवै नाक खुलेको हुँदैन। कुनै बेला कुनै नाक धेरै खुलेको हुन्छ, कुनै थोरै खुलेको हुन्छ, कुनै धेरै कुनै थोरै, त्यो टाइम टु टाइम भइरहने हुन्छ। जति बेला दुवै नाकहरूको प्वालहरू खुल्छ त्यति बेला तपाईँले त्यो चाहिँ एउटा इन्टरनल त्यो इडा, पिङ्गला र सुसुम्ना भन्ने हुन्छ। इडा भनेको देब्रे नाकबाट श्वास लिँदाको समयको लाइनलाई इडा, दाहिने नाकको प्वालबाट श्वास लिँदाको समयलाई पिङ्गला
र दुवै नाक खुलेको छ भने तपाईँको सुषुम्नाले काम गरेको हुन्छ। यसैलाई पनि ध्यानमा राखेर आफ्नो काम गर्न गराउन सक्नुहुनेछ। र दुवै नाक खुलेको छ भने अब हामी कपालभातीमा पनि, यही खुलेको छैन भने हामी कपालभातीमा पनि जान सक्छौँ। र हजुरहरूको मनमा हरेक किसिमका कुराहरू खेलिरहन्छ, जसो गर्दा पनि मनका कुराहरू जाँदैन भने यो कपालभातीलाई अलिकति छिटो छिटो श्वास प्रश्वासलाई लिन पनि सक्नुहुन्छ। जस्तै यो प्रक्रियाबाट पनि काम गराउन सकिन्छ। र हजुरहरूलाई ग्यास्ट्रिक छ, रोग छ, सिटमिटी जाँदैन भने शरीरको हावा सबै बाहिर फालिदिनुहोस्। त्यसपछि श्वास केही समय रोक्नुहुनेछ। त्यसपछि चाहिँ तपाईँको हावा बाहिरै फालेर श्वास रोकेर अनि जब तपाईँको पेट घुँडीलाई तलमाथि 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 गर्नुभयो भने तपाईँको ग्यास्ट्रिक 7 दिनमा सकिन्छ भन्दै आजको योगको डेमो यहीँ सकिएको घोषणा गर्दछु। सम्पूर्णमा हरिओम। जय सर्वेश्वर।